ओ माई गॉड कस्तो बच्चा हो यो बच्चा भेटिनु छ आफ्नो बच्चा चिन्नुस् त है बच्चा भेटिनु भएको छ यसको बुवा आमा कता हुनुहुन्छ तपाईले यो बच्चा बनाउँदा जति रमाइलो गर्नुभएको थियो हो त्यसरी बच्चाको सुरक्षा पनि गर्नु होला है यसलाई भाइ चाहिन्छ भने मसँग सम्पर्क गर्नु होला अनि यो कुरा चाहिँ आमा चाहिँले नसुन्नु होला यसको बाउले मात्र सुन्नु होला ओके अब अर्को गीत ल भेटियो कि है उता रहेछ खै आमा बच्ची छोरी बोयफ्रेन्डसँग बसेको छैन नि ए बच्चा हजुर म त भर्जिनी हो तिम्रै कसम मलाई जहाँ लगेर चेक गराए पनि हुन्छ मलाई सिधै सिटी स्क्यान गर अब चाहिँ अर्को गीत ल सजपख भटीमा छिरेको अब ज्यान त तपाईँलाई 2 ठाउँ मात्रकै छिर्ने भनेको यो जाडोमा कि भट्टी छिर्नुपर्छ कि गर्लफ्रेन्डकोमा छिर्नुपर्छ नटी बुवाहरू लास्टै बोका पो रहेछ क्या केटाहरू त गर्लफ्रेन्डको छिर्नुपर्छ फेरि गर्लफ्रेन्डको छिरमा छिर्दाखेरि मात्रै नटी हुने फेरि त्यो अगाडिको केटीहरूसँग गर्ने होइन त्यो अप्ठ्यारो हुनसक्छ दिदी बहिनीहरू है सो त्यो केटी मान्छेको पछाडि बसेको बोइजहरू अलिकति डिसेन्ट भएर तपाईँको अप्पर बडीलाई अलि यस्तो राखेर बस्नुहोस् है तपाईँको लोयर बडीलाई पछाडि राख्नु भिडभाड गर्दै अप्ठ्यारो नबनाउनु है त दिदी बहिनीहरू ल बुझ्यो केटा हो यता चाहिँ केटाहरू रहेछ यताहरू चाहिँ सबै बिहा गरेको रहेछ कि हेलो के चाहिँ बिहा गरे केटाहरू मलाई त सिङ्गल भन्दा पनि बिहा गरेको मनपर्छ फेरि है मेरो जिन्दगीमा एउटा प्रिन्सिपल छ कि मेरो आफ्नो तपाईँलाई गेम खेल्नु छ भने किपर भएको पोस्टमा हान्ने हो कि खाली पोस्टमा त जसले पनि हानिहाल्छ नि